सरसफाई आफ्नो गाउँ समाजमा बाटोतिर हिँड्दाखेरि झाड भयो, त्यसैले सरसफाई कार्यक्रममा हामी आमा समूहबाट लागिरहेका छौँ। पुरुष चाहिँ कोही जसरी कि तपाईँहरू हेर्नुहुन्छ यहाँ चाहिँ हाम्रो आज गाउँमा वडा नम्बर 5 गोदावरी नगरपालिकामा क्लिनिङको काम चलिरहेको छ गाइस। हेर्नु होला जसरी कि तपाईँहरू यहाँ क्लिनिङ गरिरहेछन् सबैहरूले राम्रो राम्रो काम गरेछ। यहाँ चाहिँ हेर्नु होला गाइस, सबै आफ्नै गाउँका छन् यहाँ गाइस। हेर्नु होला जसरी कि तपाईँहरू कामको किन भइरहेछ क्लिनिङ? यो हाम्रो महिला समुदायहरूले चाहिँ यो आजको कार्यक्रम यो सरसफाइ कार्यक्रम राख्या हो। हजुर हजुर त्यही गरेर हो। हजुर त्यही गरेर हो। अब सबै दिदीबहिनीहरूलाई सबै गाउँकालाई त्यहाँ देखाउनु बोलाएर अनि हामीले महिला समूहहरूले चाहिँ यो कार्यक्रम राख्यौँ हौँ आज। हेर्नु होला जसरी कि गाइस तपाईँहरू मेरो पछाडि नै क्लिनिङ भइरहेछ। त्यहाँदेखि भइसकेको छ आधा यति क्लिनिङ। त्यहाँ पनि देखाऊ, उता पनि देखाऊ पुरा। त्यहाँदेखि पछाडि पनि सबैले मिलेजुलेर काम गरिरहेछन्। गाउँका मान्छे धेरै राम्रो गाइस सपोर्ट गर्ने। गाइस म एउटा हाम्रो बुजुर्ग हुनुहुन्छन्, त्यो एउटा बजेसँग सोधिरहेको छु किन साफसफाइ गरिरहेछन्? किन सरसफाइ राम्रो लागि। ए हो र? बच्चाहरूलाई डर हुन्छ? बच्चाहरू डऱ्यो क्या, बुढालाई डरै, हर सबैलाई डरै। तपाईहरूले पनि आफ्नो गाउँमा यस्तो कार्यक्रम राख्नु होला गाइस। राम्रो लाग्यो भने लाइक एन्ड फलो एन्ड सब्सक्राइब गर्नु होला मलाई। त भेट्नेछु अब नेक्स्ट ब्लगमा।